फाइनल्ली गाइज हामी चाहिँ यो 12 बिसे बजार हेर्न जान लाग्यो। अहिले भुम्रेको पुलमा हिँड्दैछौँ गाइज। भुम्रेको पुल तर्यौँ है, यस्तो रमाइलो हुन्छ होला। यो तपाईँको वालिङ नौ पिपलटारीबाट तलतिर लागिन्छ यो पर्वत रोडबाट। मान्छेहरू चाहिँ उहाँबाट फर्किनु भएको होला। बाटोमा भिडभाड छ गाइज। यो तलको बाटो नि कस्तो राम्रो बनेछ क्या अहिले। ल हेर्नु न, आहा सरलै। ल यी सर्ट यो यहाँबाट घुमेपछि त्यो बायाँ खोला देखियो। अब यसरी जाँदै 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 हो वहाँ पारी मान्छेहरूको भिड छ हो। त्यहीँ 12 बिसे जानलाई बाटोमा त्यत्रो पार्किङ छ गाइज। हामी दौडिरहेछौँ। यहाँ सबै साधनहरू राखेर यहाँबाट ओह्रालो लागेर जाने रहेछ है। अहिले चाहिँ यो बाटो ढलाइ भएछ। वहाँ भिडभाडै छ। फाइनल्ली हामी यहाँ पुगिसकेका छौँ है। यो बजार चाहिँ यतापट्टि हो है। म नजिकै जान्छु है गाइज। बाटो खोज्नु तर मान्छेको चाहिँ भिडभाडै छ है भन्दै धन्यवाद व्यक्त गर्दै अब अर्को गीत गाउँछु। हे चढ्दै छेउ राईको डोली जान्छेउ र नबोली नबोली। यहाँको चाहिँ एउटा रमाइलो खेल हुन्छ। यो बाँसको टुप्पोमा भाले बाँधिएको छ। त्यसमा चाहिँ बाँसमा सुरेली खेलेर गएर चढेर निकाल्ने हो है। त्यहाँ भाइहरू कसिरहनु भएको छ। ल यो भाले निकालेर निकै कसिरहनु भएको छ यहाँ। ए बाँसमा चिल्लो तेल लगाइया होला के अरे। ल उहाँहरूले एउटा नयाँ तरिका अप्नाइरहनु भएको छ। मान्छे माथि मान्छे खप्टिएर जानको लागि। ल है के हुन्छ है। यत्रो धेरैजनाले बाँसले धान्छ त नि। ओहो ल मैले यो माथि खेतको डिलबाट देखाएको छु। यत्रो भिडभाड छ स्टेजतिर। अनि त्यो भाले निकालेर चाहिँ कसिरहेछन् मान्छेहरू। भिडभाडै छ। ए उखुहरू बेच्नु भएको छ है। यता के फुल्की सुल्की पुस्तकारी के अरे यो चटपटे। ल यता अर्जुन भाँडा पसलको स्टल पनि रहेछ। कस्तो छ व्यापार? राम्रै छ। ए हजुर किन्न लाउनु भएको? हजुर हस् धन्यवाद। ल उखु बाक्लै पेल्नु भएछ। यत्रो थुप्रो भइसकेको छ है। ल उखुहरू मस्त बाक्लै पेल्नु भएछ। ल उखु आयो। उखु होइन हजुर। ल हाम्रो त्यो साइकलमा उखु बेच्दै हिँड्ने दाइले पनि आयो आज 12 बिसे बजारमा उखु पेलेर बेच्नु भएको रहेछ। कालो उखु आयो भन्दै बेच्दै हिँड्ने दाइले। तर भिडभाड छ गाइज। ल त्यहाँ च्याउका पकौडा भन्दै चिच्चाइरहनु भएको छ। स्टलहरू त सबै स्टल भिडभाड छ। वालिङमा त जे गरे नि चल्दो रहेछ गाइज। मान्छे हेर्नु न हो। तर त्यो भाले चाहिँ अहिलेसम्म निकाल्न सकेको रहेछ कसैले। ल उहाँहरू फेरि जोसिनु भएको छ हो नयाँ नयाँ तरिका अप्नाउँदै। ल यो चाहिँ तेल लागेको रहेछ के अरे बाँसमा। ल नयाँ तरिका है, नयाँ तरिका। ल हो यो पनि एउटा नयाँ तरिका हो है गाइस। ल है गाइस哎呦我的妈！
लगाइज यो हामीले 12 विषय मेला देखाउन लाग्यो यस्तो भिडभाड छ वालिङमा चाहिँ जे गरे पनि चल्दो रहेछ यस्तो ल हेर्नु त अस्ति भर त्यत्रो ठुलो मेला सकेको वालिङले ल हेर्नु एकै दिनको मेला यस्तो रमाइलो छ मान्छे यति भिडभाड छ अलिक खाल्टो यो स्टलतिरको यो स्टेजतिरको दृश्य हो यता चाहिँ यहाँ एउटा यो बाँसको टुप्पोमा भाले छ साहसिक गेम यहाँ चढिरहनु भएको छ माथि टुप्पोमा भाले छ गयो 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 ल ल ल धेरै छैन अब उहाँ माथि पुगिसकेको मान्छे है ल यो 12 विषय बजारमा यो बाँसको टुप्पोमा भएको भाले निकाल्नलाई यो बाबु चढ्दैछन् ल गयो 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 ल यहाँ भाइरल उमापतिले ट्राई गर्दैछन् टेको लगाइदिएको ठाउँसम्म मात्रै रहेछ टेको लगाइदिएको ठाउँसम्म त जान्न सक्ने रहेछ ल यहाँ एकजना भाइले भाले झिकेसी खतरा रमाइलो भइरहेछ यो टुप्पोमा गएर भाले झिके